हेलो एभ्रीवन, आज म हाम्रो कोरियन शपको लोकेसनको भिडियो बनाउन गइरहेको छु। अहिले म टक्कै ट्राफिक चोकमा छु अनि यो उत्तरतर्फ चाहिँ पाल्पा जाने रोड हो भनेपछि चाहिँ अनि त्यसपछि यो यता यो कार गइरहेको चाहिँ बीपी चोक जाने रोड हो है। अनि यो चाहिँ ब्ल्याक फरेस्ट अनि यतातिर यो बाटो छ नि दक्षिणतर्फ यो भैरवा जाने रोड हो। यदि हजुरहरू ठ्याक्कै हाम्रो पसलमा आउन पर्यो भने ट्राफिक चोकमा झर्नुहोस् अनि झरिसकेपछि ठ्याक्क यो पश्चिम जाने यो रोड छ नि यो गल्ली के अनि यहाँदेखि जाने कि अनि ठ्याक्क बीपी चोक आउँछ भने अनि बीपी चोकमा चाहिँ हाम्रो पसल छ। अनि त्यहाँ ठ्याक्क यो ट्राफिक चोकदेखि सिधा भिभो लेखेको घर देखिन्छ के त्यो घरसम्म त पुग्न पर्दैन, लगभग त्यहीसम्म पुग्न पर्यो। हजुरहरू धेरैजनाले सामान मात्र राम्रो राम्रो राख्ने अनि लोकेसनको भिडियो छैन त भनेर भन्नु भएको छ एक दुईजनाले कि कमेन्टमा। अनि म चाहिँ बिजी भएको भएर मैले भिडियो बनाउन पाएको थिएन। अनि आज चाहिँ एकदम मैले टाइम निकालेर यो लोकेसनको भिडियो बनाउन लागेको छु कि अनि अब दसैँ तिहार चाडपर्व लस्करै आउन थाल्यो। अब सबैलाई सपिङ गर्न पर्यो, राम्रो राम्रो कपडा लाउन पर्यो होइन। अनि त्यसपछि राम्रो कपडा कहाँ पाउँछ भन्दा चाहिँ हाम्रो बुटोलको न्यू कोरियन कलेक्सन सपमा पाउँछ। त्यही कारणले अब हजुरहरूले सपिङ गर्न पर्यो, हाम्रो पसल खोज्न गाह्रो होला भनेर मैले चाहिँ भिडियो बनाएकी छु। हाम्रो लोकेसन के पसलको लोकेसन कहाँ छ भनेर बनाएको यो भिडियो है। अब म एकदम हाम्रो नजिक आउँदैछु, हाम्रो पसलको नजिक आइरहेको छु क्या। अनि अब हजुरहरू सिधा ट्राफिक चोकदेखि सिधै त्यो भिभोलाई एकदमै हेर्दै आउनुहोस् कि है। अनि त्यसपछि यो भिभो लेखेको यो घरदेखि अनि यतातिर दक्षिणतिर जाने बाटो छ। यहाँ हजुरहरूले के देख्नुहुन्छ भने बीपी कोइरालाको मूर्ति ठ्याक्क यो मूर्तिनिर अनि त्यसको चाहिँ अनि पूर्वपट्टि चाहिँ के छ त हाम्रो चाहिँ यो बीपी कोइरा भयो, यो बीपी कोइरालाको चोक बीपी चोक भन्छ भने। अनि यो चाहिँ ठ्याक्कै हाम्रो पसल सानो छ नि गोलो न्यू कोरियन कलेक्सन सप लेखेको यो चाहिँ हाम्रो पसल छ। एउटा चाहिँ बाहिर यो चाहिँ धर्मशालाको तल्लो तला है, यो चाहिँ धर्मशाला हो। अनि त्यसपछि अर्को पसल छ भने यहाँ गल्लीदेखि भित्र जाने के गल्लीदेखि भित्र गयो यो चाहिँ मीरा होटेलको ग्राउन्ड फ्लोरमा छ है। हेर्नु त यो बहिनी गएको छ नि। अनि बिहान आएर भिडियो बनाएको मैले है। आज चाहिँ हजुरहरूलाई अब सपिङ गर्न पर्यो दसैँ तिहार चाडपर्वमा, त्यही भएर सजिलो होला हाम्रो पसलमा आउन भनेर मैले यो लोकेसनको भिडियो बनाएको छु। राम्रोसँग हेर्नु है। अनि न्यू कोरियन कलेक्सन सप यो पनि हाम्रो पसल हो। हजुरहरूलाई यहाँ आएर पसलमा राम्रो सामान लिन सेवा लिन सक्नुहुनेछ। धन्यवाद, सबैजना आउनुहोला।